नमस्ते। आज हामी नेपालको एउटा अनलाइन बजार samanhub.com को बारेमा अलि विस्तृत चर्चा गर्दैछौँ। नमस्ते। हो, यो समान हब चाहिँ B2B मतलब बिजनेस टु बिजनेस व्यापारलाई सजिलो बनाउने खालको प्लेटफर्म रहेछ। हो, खास गरी जसले थोक सामान किन्नुहुन्छ नि, उहाँहरूलाई लक्षित गरे जस्तो लाग्यो। बिल्कुल। थोकमा सामान खोज्दा फेरि भरपर्दो आपूर्तिकर्ता भेटाउन अलिक गाह्रै हुन्छ नि नेपालमा। हो त। यो प्लेटफर्मले चाहिँ प्रमाणित आपूर्तिकर्ताहरूबाट विभिन्न सामान एकै ठाउँमा ल्याएर प्रक्रिया सजिलो बनाउने लक्ष्य लिएको देखिन्छ। भनेपछि व्यवसायलाई सामान खोज्न, भाउ बुझ्न अलि सजिलो हुने भयो। हो नि। जानकारी अनुसार त यहाँ फ्यासन, स्वास्थ्य, घर सजावट, औद्योगिक सामान, कच्चा पदार्थ जस्ता थुप्रै श्रेणीहरू रहेछन्। धेरै नै। फ्यासन र सौन्दर्यबाटै सुरु गरौँ न त, कस्तो कस्तो पाइँदो रहेछ यहाँ। फ्यासनमा हेर्ने हो भने नेपालभित्रका र बाहिरका दुवै आपूर्तिकर्ता रहेछन्। यो चाहिँ अलि रोचक लाग्यो मलाई। हो र, जस्तो काठमाडौँको मलिक ब्रदर्सको ज्याकेट भयो हैन, अनि जनकपुरको मङ्गलाम रेडिमेडको लेडिज कुर्ती लेहेङ्गा। स्थानीय उत्पादनहरू हो। अनि फेरि भारतको डी क्राफ्टरबाट अलि ट्रेन्डी खालका कुर्तीहरू, बङ्गलादेशको जोहनटेक्सबाट स्पोर्ट्स ब्रा लेगिङ्सहरू। ओहो, स्पोर्ट्स वेयर पनि। अनि मैले यहाँ देखेँ काठमाडौँको नेपाल क्लोदिङले त अलि फरक, मतलब मातृत्व र स्तनपान गराउने महिलाहरूको लागि विशेष कपडा बनाउँदो रहेछ। साँच्चै यो त एकदमै विशेष उत्पादन भयो नि। हो नि। अनि चीनबाट पनि चप्पलहरू आउने रहेछन् धेरै थरीका। यसले गर्दा क्रेतालाई छान्ने मौका धेरै भयो। बिल्कुल। विविधता नै यसको मुख्य आकर्षण जस्तो देखिन्छ। अब स्वास्थ्य र व्यक्तिगत हेरचाहतिर जाउँ न। हुन्छ, त्यसमा के छ? त्यहाँ पनि यस्तै फराकिलोपन छ, जस्तो जनकपुरको रियान्स ट्रेडर्सले केन्ट आरओ फिल्टर दिँदो रहेछ। पानी फिल्टर हो। अनि भारतको ग्लोबल प्रोडक्ट्स मार्टले घर र अस्पतालमा चाहिने सरसफाइका सामानहरू। खाद्यान्न पनि होला नि। छ नि। जनकपुरकै वर्षा राइस एन्ड फ्लोर मिलबाट चामल, पिठो, चिउडा भयो। भारतबाट सरकार भन्ने कम्पनीको नरिवल तेल। अनि नेपालकै अग्नि हस्पिटालिटी सप्लाइज भन्ने पनि रहेछ, अचार, खाजा, सरसफाइका सामानहरू। हो, कृषि उत्पादनहरू पनि छन्। भारतको कोची, चेन्नई, नासिकतिरबाट नरिवल, फलफुल, प्याज। नेपालबाट नि? नेपालको माउन्ट एभरेस्ट एग्रो ट्रेडबाट चिया। चिया पनि राम्रै मिश्रण रहेछ। अनि अर्को एउटा चाखलाग्दो कुरा चाहिँ घर सजावट श्रेणीमा के रहेछ त? त्यहाँ सामान्य पेन्टहरू त छँदैछन्, जस्तो एसियन पेन्ट्स, क्रोमा पेन्ट्स, तर सँगसँगै जनकपुर महिला विकास केन्द्रबाट मिथिला कलाका सामान पनि। ओहो, यो त गजब भयो त। परम्परागत कलालाई पनि बजार दिएको जस्तो। हो नि, मलाई पनि यो एकदम महत्त्वपूर्ण लाग्यो। अब अलि ठूला सामान मतलब औद्योगिक उत्पादन र कच्चा पदार्थतिर के छ? औद्योगिक मेसिनरीहरू पनि छन्। भारतको भरत टाइल्स मेसिन्सबाट कङ्क्रिट, मिक्सर, क्रसरहरू, राजेन्द्र बेकरी मेसिन्सबाट बेकरीका सामान। नेपाल भित्रैबाट नि? नेपालको लोबो नेपाली इलेक्ट्रोनिक्सबाट डिप फ्रिजर, क्वेन्च नेपालबाट फ्यान, एसी जस्ता सामानहरू। कच्चा पदार्थ नि? कच्चा पदार्थमा पनि अलि अनौठो मिश्रण छ। भारतबाट मल, पोटास, अण्डाको धुलो, मोरिङ्गा पाउडर। अनि नेपालकै लालीगुराँस फार्मबाट त झन् रुद्राक्ष, कालो हल्दो अनि बाख्रा पनि। के रे, बाख्रा पनि B2B-मा? जानकारीमा त्यस्तै छ। कृषि र अरू उद्योग दुवैलाई समेट्न खोजेको देखिन्छ। गजब रहेछ। अनि घरमा चाहिने उपकरणहरू? गृह उपकरणमा पनि प्रेसर कुकरदेखि लिएर टिभी, सोलर प्यानलसम्म। उजिर डिस्ट्रिब्युटर्स भन्नेले मिनी वासिङ मसिन, मोबाइल होल्डर जस्ता कुरा राखेको छ। ठिकै छ। अनि एउटा अलि फरक श्रेणी पनि देखेको थिएँ मैले, भिडियोग्राफी र फोटोग्राफी। हो, आइसफल स्टोर भन्नेले प्रोफेसनल क्यामेरा, लेन्स, अन्य ग्याजेटहरू आपूर्ति गर्दो रहेछ। समग्रमा हेर्दा त समान हबले धेरै क्षेत्रका व्यवसायलाई समेट्न खोजेको प्रष्टै देखियो। अनि अर्को कुरा, जानकारी अनुसार यहाँ लिस्ट भएका उत्पादनहरू गुणस्तर जाँच गरिएका हुन्छन् रे। त्यो त महत्त्वपूर्ण भयो। हो नि। अनि विभिन्न आपूर्तिकर्ताको मूल्य दाँच्न पनि सजिलो भयो। त्यसो भए व्यवसायका लागि मुख्य फाइदा भनेको चाहिँ विविधता हैन, अनि छुट पाउन सक्ने सम्भावना र भरपर्दो स्रोतहरू सबै एकै ठाउँमा, समय र झन्झट बच्यो। हो, खासमा थोक खरिद प्रक्रियालाई अलि व्यवस्थित, पारदर्शी बनाउने प्रयास हो यो।
प्रमाणित आपूर्तिकर्ता र गुणस्तर जाँचले गर्दा किन्ने मान्छेको जोखिम अलिक घट्छ कि? छोटकरीमा भन्दा सामानहब.कमले नेपालको B2B बजारमा प्रविधि प्रयोग गरेर थोक व्यापारलाई सजिलो बनाउन खोज्दैछ, जहाँ विभिन्न खालका प्रमाणित सप्लायरबाट गुणस्तरीय सामान एकै ठाउँमा पाउन सकिने भयो। निश्चय पनि। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उब्जाउँछ नि, होइन र? कस्तो प्रश्न? यस्ता डिजिटल B2B प्लेटफर्महरूले भविष्यमा नेपालको जुन परम्परागत होक बजार छ नि, अनि समग्र व्यापार गर्ने तरिका सम्बन्धहरूलाई चाहिँ कसरी र कतिसम्म परिवर्तन गर्न सक्लान्? यो चाहिँ खै विचार गर्नुपर्ने कुरा हो। हो, त्यो त एकदमै विचारणीय प्रश्न हो। आगामी दिनमा हेर्दै जानु पर्ला।